आज चाहिँ हामी आयरनको स्कुल जाँदैछौँ। धेरै भयो यसरी ब्लग नबनाउनु। आज चाहिँ बनाउँदैछौँ। के गर्नु अरे भाइ? के गर्नु अरे? पर जानु? के गरिदिनु भाइ? फोटो खिचिदिनु? के गरिदिनु? के नगर्ने अरे? तिम्रो नुनु लु जाऊ 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 बाई भन्नुपर्छ उनी बाटोबाट नुनुलाई लु जाऊ छिटो होइन यता आऊ हाम्रो घर त यता पो हो त त्यता हो र लु न छिटो तिम्रो नुनु लु आऊ 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 हजुर अनि तिम्रै नुनु त नुनु कसको भनिदिनु त ऊ त्यो नुनु भनिदिनु नुनु कसको खै को नि त मेरो नुनु भन्छ अघिदेखि के भनिदिनु भयो तपाईँ हो अनि लिची खानु हुँदैन नि त अमिलो छ भोलि पर्सि पाकेपछि ल्याइदिनु ल ल ल के गर्नु अरे ल ऊ यहाँदेखि बोक्ने लु छिटो आउनु छिटो छिटो ल हस् ल यसरी मन गर्दै हुन्छ आइन्स कहाँ हुन्छ आइन्स त्यहाँ हुन्छ आइन्सको मामु यहाँ हुन्छ लु लु ब्यागमा बोकिदिनु खै त म बोकिदिन्छु ब्यागमा यो को खाने होला यो को खाने ए हजुर ल ए आयो यहाँ यसरी ढाड चढ्नुहुन्छ अनि मामुले यसरी बोक्नुहुन्छ हेलो भन्दिनँ हेलो मैले यसरी आइसलाई ढाड्छ चढाएर गुटुङ टुङ 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 लैजाँदैछु नि हो झरे आयो दादा ए दाउरा ऊ अन्त दाउरा रहेछ तिमी कहाँ हिँडेको के भयो के गर्नु अरे तिमीलाई मैले अलिक राम्ररी खुसी भएर भन नि त खुसी भएर भन अनि के गर्नु अरे भन नि त अलिक खुसी भएर भन नि त मामु म बोक्नु भन न माया पनि गर नि त कता माया त्यति माया अर्को गालामा अनि यो बोक्नु नै पर्ने नबोक्दा हुँदैन नबोक्दा हुँदैन तिम्रो खुट्टी छैन खुट्टी छ त अनि यस्तो मान्छेलाई बोक्नु पर्ने अरे मैले गर्मीले आज कस्तो गर्मी छ नमस्ते गर्नु खोइ त म पनि आउने हौ माया मामा आएर बेल ट्राई लाउनु ल बेल ट्राई लगाएपछि त कति राम्रो देखिन्छ भाइलाई त म बेल र टाई पनि किनिदिने आयो आज आइलाई आमा म साह्रो मिलेको हौ के हो तिम्रो नाम अरे के भयो के रहेछ लगाएर जाने तिमी कहाँ आयौ आज अब घरतिर जाने नगर्नु न छाता यो छाता खानु
पानी खाने हो म्यामसँग माग्न जान्छ लु जेम राम्रो बाई गर माया गरिदेऊ लु हिँड न छिटो जेम त गइसक्यो जेम गयो जेमलाई पनि उडाउ छाता साथीलाई उडाउनु पर्छ नि म ओढाइदिन्छु के ए छाता अड्किन्छ अड्किँदैन ए लु हिँड न म कटाइदिन्छु माथिको यस्तो हो नि खै घाम चाहिँ यस्तो टिलिलिली परेको छ नि छाता चाहिँ त्यसरी बोक्ने अरे कस्तो खालको मान्छे हौ अन्त घाम त थोरै छैन ए उयो अजीकोमा मागेर खानुपर्छ घरमा छ पानी छिटो जानु छिटो हिँडौँ न अब अहिले पनि रुनु नि नरुने आदिले भन न छिटो सुन न आयो अनि म्यामले घर नजाने गर न अघिको जस्तै स्कुलमा जा गनिसक्यो के भयो ढोका